राणा को शासन अंत्य करने, नेपाल देश को स्वतंत्रतालाई, सार्वभौमसत्तालाई, स्वाभिमानलाई जोगाउने देशभक्तिको भावना जनतामा पुर्याउने पहिलो उद्देश्य राखियो। दोस्रो जनतालाई अधिकार संपन्न बनाउने, कसैको दास होइन, कसैको आदेश पालक होइन, से ठाडो पारेर समाजमा बाँच्ने गरी कोही गरिब नरहुन्, कोही पछौटे नहुन्, सबैको जीवन सुखी होस्, सबै सम्पन्न हुन्, तेस्रो उद्देश्य थियो जनताको जनजीविकाको समस्यालाई, जनजीवनको समस्यालाई समाधान गर्ने। त्यसो हुनाले त्यही उद्देश्यलाई हामीले बिर्सिने होइन। आजभन्दा 76 वर्ष पहिले जुन झण्डा बुलन्द गरियो, नेपालको राजनीतिमा त्यसले तरङ्ग पैदा गर्यो र त्यही कम्युनिस्ट पार्टीले राणा शासनलाई पनि ढाल्यो, पञ्चायती शासनलाई पनि ढाल्यो। 46 सालमा जनताको हातमा अधिकार प्रदान गर्यो। फेरि ज्ञानेन्द्रले सत्ता कब्जा गरेपछि राजतन्त्रका विरुद्धमा क्रान्तिको बिगुल फुक्यो।